उतै लुगा उतै भइदैन लाग्यो चाहिँ नजिकै भइदैन उले भने चाहिँ मैले खतरा हाल्दिन दाइ अस्ति मेरो कलन्तीमा कस्तो झगडा पर्छ किन भन्नु न एउटा ट्याक्सीले अगाडि आएर साटो ब्रेक हाल्यो होइन मैले त्यसलाई केयर भने नचार होइन अनि यस्तो गरी च्यापेको त्यसले मलाई त यार छोको भयो के हुन्थ्यो भन्दा यस्तै ट्याक्सी थियो आयो मैले त्यसलाई के गरेँ थाहा छ च्याप्थेँ यता यो दाइ झाँगार होइन मैले खोज्यो भनेर म झर्न खोजेको हेर्नु है अब त त्यो 70-80 किलोको मान्छे चाहिँ 32 किलोको मान्छे तम्सेर हुन्छ त त्यसले फेरि के गरेर थाहा छ ढोका लक गर्छ ऊ फेरि डरले कहिले कहाँ हुन्छ यहाँ बस्छु त म त त्यता यहाँ राख्छु होइन अनि चट्टा यस्तो गर्दै जुलु खाने जुलु के हो त भने भक्त बोल्दै यसो त दाइ थाहा छैन अहिले त नखाने घाँट्दैन कहाँ पाउँछ उतै अगाडि घरमा लिएर जान्न त दाइ भाउजूले लगिदिनु तर अहिले किन राखे मात्रै हो बेलुका त पाउँदैन राति पैसा छैन साउको छोरो जिमलको नाति हो पैसा जाब कति हो भनेर गीत गाउँदै रस खाएको अलिक हाम्रै पैसा हराएछ बाइक पनि चलायो भने तिमीले यो बाटो चाहिँ बनेको बन्न लागेको उहाँ जाउँ त घरमा गएर हँदासिटी घुम्छ नि साँच्ची भने म घर जाउँछ बाइक माग्छु नि त तर राम्रो बाटो हिँड्दा होइन कति बज्यो भने घरमा त आइपुग्नु छ नि यार दिन्छ हालै कहाँ हदसी भने उहाँ माथि होइन दिलेनमा गएको छ कहाँ घुम्न गएन तपाईँलाई म घुमाउनु लान्छु फोन काट्नु दाइ घाला चाहिँ म सोध्छु अहिले नगर्ने यहाँ कस्तो राम्रो भिडियो आएर अहिले गएर उहीँ गएर गर्दा हुन्न तपाईँलाई मैले एउटा केटी खोजेर दिएँ नि भाइ भिडियो हेर्नु दिदी भिडियोमा गएर हो होइन नि यो मान्छेले मलाई कति भन्छ केटी खोज्छ भन्छ केटी खोज्छ तर यहाँ चाहिँ मेरो खतरा लग पैसा है तिम्रो छ गाउँतिर हो होइन गएको भयो नि हो नि भरे यो भिडियो हेरिहाल्छ नि भिडियो त्यस्तो होला नि त्यो काट्दिनँ मेरो अहिले आइएम सरी माई मिस्टेक ओके माई ब्रदर हुनसक्छ तर आफूलाई चाहिँ अलिक राम्रै चाहिँ केटी चाहिँ राम्रै खोज्नु भयो भाइ अरू कसरी पनि हो नि हो कि नि भाइ अरू भने त्यो जस्तो भयो नि केटी चाहिँ राम्री जस्ती भयो नि हो नि लुक मिला हेर मिला खै देखिरहेको छु गाई हामी भर्खर खलासी गर्न आयो र गइ किन्यो अहिले त किन त जम्छ तर यहाँको त एकदम मिसो हो क्या दाइ कहाँ भन त म पछि आउँ 2-3 सेट लिन्छ होइन यही हो उहाँ अगाडि भाइ लेखा गाडी भक्तबर जुस हो यो एकदम चल्या हो यो तपाईँको यो अहिले त्यो नालाबाट जाने गर्नुपर्छ नि जतार गर्ने हुन्छ तपाईँ सागा घुम्यो सागा छैन घुमे एकजना सागा घुम्ने राजा होइन नि सागा घुम्ने कि अदर सिटी जाने अदर सिटी जाने सागा त घर जाँदा त्यही हेर्दैन नाला गुम्बा भने नालाबाट हिँडेको छ नि हिँडे खा जमाना अस्चोटि होइन नालामा काम गर्दाखेरि यो बाटो लिएर आयो होइन आलु बोके हो आलु बोकेको मैले 15 वर्षमा अहिले हो र यो माफुलीलाई दियो निकाल्दो त यो फिर्ली के गऱ्यो त्यहाँ यहाँ आयो अरे खोइ खालको पटो त 15 वर्ष उमेरमा आएर काम गरेर चाहिँ पछि पनि माफुली गएर एक दिन डोको बोकेको हेर तर यार म चाहिँ भला घुम्नु लाग्ला यार मलाई एउटा स्टिक किनेर के दामी आउँछ साटो भयो लाइट कति गरे
यहाँबाट राइट होइन स्टेट ए अझै माथि हो कि जाने नगरकोट दाजुभाइ जाने आज कति नगरकोट जानेबाट यो हो कति बजी हेर्नुहोस् मेरोबाट हेर सबै सिधा नै सुकेछ यसलाई गरेर निकालिदिन्छु यार म 3 बजी जाने नगरकोट गएर कति टाइम लाग्छ कता आउनु नगरकोट नालाबाट आधी घन्टा लाग्छ नालाबाट नाला पुगेर जाने हो नगरकोट खै नगरकोट खाएन तेल तपाईँको अरू मेरो तपाईँको बाइक मेरो हुन्छ बाइकमा जाने के गाडी जाने हुने खातामा लेखेर राम्रै पैसा म आज एक रुपियाँ दिएन यो गाडी यहाँबाट चल्ने हो यहाँबाट चाहिँ
त्यहाँ बाइकको पछाडि रातो आन्टी र रातो बत्ती बलेको अनि के गर्नुपर्छ भन्दाखेरि के छ भाइ भरे भिडियो हेरेर दिने भाइलाई फेरि एउटा क्यामेरा अगाडि हुनु पर्छ कि है यो पछाडि पनि अनि क्यामेरामा पछि हाल्दाखेरि चाहिँ टक्क यस्तो गरेर कि मेरोबाट अगाडि गर्नु भाइ आफ्नो अनुहार पनि यसो बिगाउनु पर्ने यार आलुको नबिकी आउँदैछ तपाईँको अल्ल आफ्नै चाहिँ म अन्त बुढो देखिए यार तिमीलाई त साँच्ची भनेको छ किन धेरै उ गर्छ कि क्या ऊ भन्दा नि अब सानै उमेर कमाउनु लाग्यो होइन अवस्था चाहिँ त्यस्तो गरेर हिँड्नु मन मलाई थियो होला तपाईँ चाहिँ ठिक्क गरेर हिँड्छ घरमा बरु के अरे सरोजको त कलिलो देखिन्छ है बुढी चाँडो बिगाएर चाहिँ बुढीले तेल लाग्छ अरे त ए रुको 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 झाप्टेका हेर्दै सिकाएर हालेछ भाइ साँच्ची सरोजको त कलिलो देखिन्छ कि अस्ति मैले सरोजलाई कति बजी देखेँ नि त फोन गर्नु कहाँ अनि अहिले भेटिँदैन नम्बरै छैन नम्बर अस्ति थियो नम्बर ए भाइ खै ढोकातिर छौँ गाइजहरू हामी चाहिँ होइन यो नगरकोट जाने बाटो हो माथि हेर्न सक्नुहुन्छ नगरकोट डाँडो त्यहाँ गएर गर्नुपर्छ हामीले रेस्टुरेन्टमा खाजा बुक नगरकोटमा मेरो होटेल छ है त्यो सुपरभाइजरले कहाँ भएको के हान्यो केटाहरूले के पुग्यो होला यस्तै गाडी मलाई तिमीहरू त यो त जक्सन होला है यता त यस्तै गाडी चल्यो नि बसमा खाली गाडी छैन सबै खान्छौँ यो जान लागि मलाई जा भने के अरे यता हामी पनि आलु बोक्न आएको थियौँ नि उतै घर पनि चिनाउँछु तिमीलाई मैले अगाडि उहाँ त्यो तासाले भन्दा उल्केर घर हो क्या उयो पारिपट्टि हो कि आलु नि बोक्यो होला आलु यहाँ जमानामा बोकेर त मैले अहिले मोटाउन छ यार अङ्कल दुःख नसुख आएन हातमा खेला छ नि गरेको हाम्रो हेर 5 वर्ष त 1900 साल हाल्यो नि त 50 रुपियाँ कति रुपियाँ 50 रुपियाँ टिपको यो के हो पढी त ध पढेर अस्ति स्कुटी लैजा भन्दै दाइले लग्यो भने दाइलाई मेरो बर्थडेमा एउटा तिम्रो बर्थडे कहिले हो माघ फागुन मुङ्सिर बर्थडेमा घुम्नु जाउँ है नगरकोट जाउँ न तपाईँले लिन आउनु पर्ने हो नि नगरकोटसम्म बनेपासम्म आइहाल्छु बस चढेर बर्थडे तिम्रो बर्थडेमा मलाई एउटा गाडी किन्नु है ल त्यो ऊ किन्नुपर्छ रेन्ज रोभर है रेन्ज रोभर तर यो गाडी पनि तिम्रो गाउँ जान्छ नि यार अर्को पछाडि चाहिँ अर्को छैन है अगाडि धेरै अर्को के हो यसको तल त्यो मोबिल हाल्ने भाडा हुँदैन त्यो त तल हुन्छ खोलातिर छुट्छ होइन आफ्नै हो कि दिदीको बोके आफ्नै हो तपाईँको लगानी क्या पर्ख तोरीको फुल देऊ त्यसले मान्छेले केही गरेर नि मैले तोरीको फुल देखाइन्छु भन्दा किन भनेको ल भन त तोरीको फुल देखाइन्छु भन्छ नि त्यो भने के होला जाठा भनेको के हो भाइ मलाई थाहा छैन पास अनि एउटा ओ तिहार आएछ गाईहरू यता तपाईँहरू यता सक्नुहुन्छ बनाउँ नम्बर आफ सबै मैले वानबाट गर है जे सिकी गर यता यहाँ हामी म आलु बोक्न आएको थियौँ आलु उसिनेर खाँदिन्थेँ रमाइ त्यस्तो ऊ लाग्छ ऊ यता 10 बजी चोरेर खानु पाइँदैन केटाहरू उल्का चोर्ने 10 वर्ष पहिला हो 10 वर्ष 72 भने नि 81 9 वर्ष भाइ के भाइ हेर्दा नि यता त भिडियो सुटिङ गर्न दामी ठाउँ है यो के ठाउँ भाइ के रे कहीँ जान्छ भाइ
यतातिर मैले सब पुरै नि यता त घर गरे है यता सब सस्तो गाडी टोल भन्दा नि फरक पर्दैन जस्तो कि ठुला आलु उसिनेर खानिदिन्थे होइन यसपालि किन फुल सबै मर्न लागेको थियो फुल त सबै ओइलाउन थाल्छ अरे खै तिहार छैन कि यस्तो बारी अब सबै लगाएको छैन पहिला हेर्नु यहाँ काम गर्दा है यो बाटो कसरी बिहा होला नाला छाप हो यता जानेको जमानामा कम्ता हिँड्यो हामी एकचोटि कहिले कहाँबाट आउँदाखेरि यो बाटो आएको यो बाटो केही जाम बिग्रेर के छ गाउँको गाडीमा आउँदा यहाँ मासतिर घरेरी किन्नु पऱ्यो क्या कति वर्ष होला है लान्छ खोला नालामा एउटा घरेरी किन्नु पऱ्यो 40 लाख 40 लाख 20 लाखमा खोज्छ नि अरे गाडैतिर रेट ठिकै छ कि ठाउँमा प्लानिङ भएको जग्गा के भयो प्लानिङ अलिक भित्रको रोड गएको 20 लाख छ तपाईँ